गुरुपद्म सम्भवको चाहिँ जुन यो तीर्थ यात्रा चाहिँ यो हलिसियासम्म आइपुग्नु भएको थियो र यहाँ आउनुको मूल कारण के हो त भन्दाखेरि गुरुपद्म सम्भव र इन्डियाको मण्डिकाको राजाको छोरी मण्डराव दुईजना चाहिँ इन्डियाबाट चाहिँ यो हलिसियामा चाहिँ आउनु भएको थियो र उहाँहरू यहाँ आउनुको निमित्त उद्देश्य के त भन्दाखेरि उहाँहरूले चाहिँ अयुको ज्ञानको निमित्त उहाँहरू यहाँ पाल्नु भएको थियो र उहाँहरू यहाँ पालेर चाहिँ नि 3 महिना चाहिँ नि उहाँहरूले अयुको निमित्त चाहिँ तपस्या गर्नुभयो र तपस्या गर्ने बित्तिकै त्यस बेला चाहिँ नि अयुको बुद्ध भन्छौँ अथवा अमितायुज पनि भन्छौँ र हामी बुद्धिस्टमा चाहिँ नि सेपाङ्मे भन्छौँ। स्वयं आउनु भएर चाहिँ नि उहाँ गुरुपद्म सम्भव र त्यसपछि चाहिँ नि मण्डराव दुईजनालाई चाहिँ अभिषेक अर्थात् टिबेटनमा भन्छ वाङ दिनु भएर चाहिँ उहाँ दुईजना चाहिँ अयुको ज्ञान प्राप्ति भएको भन्ने यो ठाउँलाई चाहिँ चिन्ने गरेछन् र यो ठाउँमा चाहिँ उहाँले अयुको ज्ञान प्राप्ति गरिसकेपछि उहाँ दुईजना कहिले पनि नबित्ने बुढो नहुने र उहाँहरू अमर जीवन भन्छौँ नि लङ लाइफ भन्छौँ नि त्यो जीवन चाहिँ उहाँहरू यहाँ पाउनु भएको ठाउँ भनेर चाहिँ हलिसियालाई चाहिँ चिन्ने गरिन्छन्। कसरी चाहिँ हलिसिया भन्दाखेरि भयो भन्दाखेरि चाहिँ नि तिब्बतबाट चाहिँ नि 2 जना व्यक्तित्वहरू चाहिँ नि यहाँ आउनु भएको थियो। किन भन्दाखेरि गुरुपद्म सम्भवलाई चाहिँ लिनुको निमित्त आउँदाखेरि चाहिँ नि गुरुपद्म सम्भव र त्यसपछि चाहिँ नि तिब्बतको 2-3 जना मान्छेहरू चाहिँ भेटघाट भयो। भेटघाट भएपछि चाहिँ उहाँहरू यहाँ आएर चाहिँ जुन यो तीर्थहरू यो गुफाहरू देख्न थाल्यो र देख्दाखेरि गुरुपद्म सम्भवले सोध्यो यो के हो कस्तो हो भनेर सोद्धाखेरि यो चाहिँ एकदमै भित्री रूपमा एकदम गहिरो छन् र बाहिर रूपमा हो भने तपाईँहरूले भन्दा पनि केही फरक पर्दैनन्। यो चाहिँ के अरे
गुरुपद्मा सम्भवले चाहिँ अयुको ज्ञान प्राप्ति गरेको ठाउँ हो भनेर चाहिँ नि भन्दाखेरि उनीहरूले जुन गुफा देख्नुभयो नि यो तलमुनि एउटा गुफा छन् त्यो गुफा देख्दाखेरि उनीहरू एकदमै छक्क पऱ्यो अचम्म लाग्यो हो लाग्दाखेरि के भयो त भनेर हालेबा भन्छौँ हालेबा भने एकदम अचम्म लाग्ने त्यस कारणले यो ठाउँको नाम हालेसी भन्ने पनि बोट भाषाबाट चाहिँ नि पाएको हो भन्ने जुन हिस्टोरीहरूमा देख्न पाइन्छन् यो ठाउँमा तपाईँको करोडौँ बुद्धिज्महरू यो ठाउँमा आउनुहुन्छन् के को निमित्त त भन्दाखेरि उहाँहरूको अयुको निमित्त अयुको ज्ञानको निमित्त चाहिँ उहाँहरू आउनुहुन्छन् र यो त तपाईँको चाहिँ इन्डिया के अरे भुटान चाइना त्यसो गरी चाहिँ अमेरिका धेरै ठाउँबाट चाहिँ आउनुहुन्छन् आएपछि उहाँहरू के गर्नुहुन्छ भन्दाखेरि कम्तीमा पनि 3 दिनसम्म चाहिँ नि उहाँहरू अयुको ज्ञानको निमित्त तपस्या गर्नुहुन्छन् र उहाँहरू सीमित यहाँ आएर चाहिँ म चाहिँ अयु लामो हुन्छु भनेर मात्रै नभएर चाहिँ यो संसारमा चाहिँ सबै भएको प्राणीहरूलाई चाहिँ सुख शान्ति मिलोस् भनेको निमित्त चाहिँ उहाँहरू आउनुहुन्छन् र प्रार्थना गर्नुहुन्छन् र यो हलिसियामा चाहिँ 3टा डाँडा छन् 3टा डाँडा त्यो चाहिँ कस्तो त भन्दाखेरि मन्जुश्री डाँडा अवलोकनेश्वरी डाँडा त्यसै गरी चाहिँ वज्रपानीय डाँडा 3टा छन् र गुरुपद्मासम्म पाल्नुभन्दा अगाडि वा 3टा बोधिसत्व भन्छौँ उहाँ 3जना बोधिसत्वहरू आउनु भएर चाहिँ यहाँ चाहिँ जुन उहाँहरूले पनि तपस्या गर्नुभएको भनेर हामी बुद्धिस्ट सम्बन्धीमा चाहिँ त्यो कुराहरू आइन्छ र त्यो जुन मैले अहिले तपाईँलाई अर्को गुफा भन्नु गइरहेको छु नि त्यो गुफा चाहिँ कहाँ हो त भन्दाखेरि मन्जुश्री डाँडामा हो र त्यहाँ चाहिँ नि गुरुपद्मासम्म बस्नु भएको र अहिले तलमुनि फेरि अर्को गुफा छन् र त्यो गुफामा चाहिँ नि गुरुपद्मासम्मले चाहिँ जुन किलाको मन्त्र जप गरेर चाहिँ उहाँ चाहिँ नि धेरै नभनौँ 1 हप्ता चाहिँ बस्नु भएको अरे त्यो पनि तलमुनि उहाँ चाहिँ गुरुपद्मासम्मको खुट्टाको पाइला देख्न सक्नुहुन्छ तपाईँहरूले गुरुपद्मासम्म आउनु भएर चाहिँ नि राक्षसलाई चाहिँ त्यहाँ तालायो त्यसपछि गुरुपद्मासम्म यो गुफामा आएर चाहिँ नि यहाँ पनि ध्यान गर्नुभएको ठाउँ हो र जुन त्यसपछि फर्केर जाँदाखेरि राम्रो हुँदैन भनेर चाहिँ गुरुपद्मासम्म चाहिँ यही जुन ठाउँबाट चाहिँ चिरेर चाहिँ उतापट्टि गुफामा गएको भन्ने छन् र त्यो जाँदाखेरि चाहिँ गुरुपद्मासम्मको चाहिँ जुन खुट्टाको पाइला छ नि उतै माथिको यो तपाईँको गुरुपद्मासम्मको खुट्टाको पाइला यो हजुर हजुर यो चाहिँ माथिको हजुर अनि अर्को यो खाता छ नि त्यो खाता पनि ठ्याक्कै माथि देख्नु भएको छ नि हो त्यसरी गुरुपद्मासम्म यहाँबाट माथि गएर अनि उतापट्टि गएर चाहिँ नि अहिलेको ज्ञानको निमित्त तपस्या बसेको भन्ने छन् भन्छौँ यसलाई नेपालीमा भन्नु भने बजार किला भन्छौँ यो हाम्रो बुद्धिस्ट सम्बन्धीमा चाहिएको एकदमै महत्त्वपूर्ण साधनको रूपमा पनि लिन्छ हामी यो जुन यो डाँडा छ नि यो चाहिँ नि हामी वज्रपानी हिल भन्छौँ वज्रपानीको डाँडा भन्छौँ र यो ठाउँमा चाहिँ नि वज्रपानी चाहिँ नि आउनु भएर चाहिँ उहाँले ब्लेसिङ गर्नुभएको ठाउँ भनेर चिनिने गर्छौँ
र बुद्धिस्टहरूले चाहिँ उहाँलाई नै पुकार्ने गर्छन् र उहाँको प्रार्थना पनि गर्ने गर्छन् कुनै आएर चाहिँ मन्त्र पनि जप गर्ने